हेलो एन्ड गुड मर्निङ सबैजनालाई एन्ड ह्याप्पी सन्डे। हजुरहरूको आज सन्डेको प्लान चाहिँ के छ? मेरो चाहिँ आज एक दिन विक अफ छ। आजको मेरो विक अफ छ। अनि आज चाहिँ मेरो चाहिँ प्लान चाहिँ भने पुरा काम गर्नुपर्ने छ। मेरो चाहिँ धेरै काम छ आज। लास्ट टाइम मेरो एक दिन मात्रै विक अफ भएको थियो, त्यसले गर्दाखेरि काम धेरै रहिरहेछ। त्यतिखेर मलाई सन्डे नभएकोले गर्दा मैले खासै काम गर्न सक्दिनँ। अनि आज चाहिँ मेरो धेरै काम गर्नुपर्ने छ। हजुरहरूको सन्डे प्लान के छ भन्नु होला कमेन्ट गरेर। अन्त गुडगाउँमा चाहिँ एकदम यस्तो मजा घाम लागिरहेको छ। अहिलेसम्म चाहिँ घाम लाग्दा मजै लाग्दैछ। अब नेक्स्ट मन्थ मार्चबाट चाहिँ अनि यो घाम मन पर्नु छोड्छ। एकदम यसले काल गर्छ त्यहाँबाट चाहिँ। अब चाहिँ अन्त म चाहिँ आज एक दुईवटा मेरो सामान लिनु थियो, अनि त्यही भएर म चाहिँ यहाँ सपमा आएको छु। सर्फहरू लिनु थियो अनि साबुनहरू। त म चाहिँ यहाँ आज सपमा आएको छु। सपमा चाहिँ यस्तो यस्तो छ। नुहाउने साबुन कुन रहेछ हेर्नु पर्यो। अन्त म चाहिँ जाँदैछु, पुग्नु लागि रुममा। भारी भयो सामान। एउटा हातले सामान एउटा हातले फोन धर्दा त गाह्रो पो हुँदो रहेछ त, हात त गलेर त केही छैन। गाह्रो भयो भने आफ्नै सामान बोक्नै पर्यो। अब म चाहिँ गेट खोल्नु पर्यो। अन्त म चाहिँ रुममा पनि पुगिसकेँ। अनि म चाहिँ अघि मैले मार्केटबाट के लिएको थिएँ भनेर देखाउँछु है हजुरहरूलाई, हेर्नु होला। ओके, अब हेर्नु होला मैले अघि मार्केटबाट के लिएको छु भनेर म देखाउनु जाँदैछु हजुरहरूलाई। मैले चाहिँ यो एउटा अगरबत्ती लिएँ। अन्त यो राम्रो लाग्यो मलाई। यसको चाहिँ प्राइस चाहिँ कति हो भने 15 रुपिस यो चाहिँ। अन्त अर्को नि लिएको छु मैले। यो चाहिँ मलाई राम्रो लागेर लिएको, एकचोटि ट्राई गर्नु पऱ्यो भनेर कस्तो हुन्छ भनेर। अन्त अर्को यो नै लिएको छु मैले, मङ्गलदीपवाला। यो चाहिँ मैले पहिले नै चलाएको थिएँ त। अन्त यो चाहिँ मलाई थाहा छ। यो चाहिँ आज म ट्राई गर्नुको लागि लिएर आएको। एकदम मलाई चाहिँ अगरबत्ती जलाएर राम्रो बास्ना आएको मलाई पुरा मनपर्छ नि त। अनि त्यसले गर्दाखेरि यो दुइटा मैले लिएँ। अनि यसलाई यता राख्छु है त। अनि मैले अर्को चाहिँ लिएको छु यो डेट्स। अन्त अर्को मैले लिएको छु यो सप नुहाउनुको लागि। अन्त कपडा धुनुको लागि मैले लिएको छु किलोको सर्फ पेना। यो चाहिँ कस्तो हुन्छ मलाई थाहा छैन। त्यो फुल कस्तो राम्रो छ नि त नि, मगमग बास्ना आउँछ कि भनेर मैले लिएर आएको। कस्तो आउँछ ट्राई गरेर कस्तो हुँदो रहेछ म भन्छु। यो यसलाई लिएर राखिदिन्छु। अन्त अर्को लिएको छु मैले, भनेको थिएँ नि मैले अस्ति, यो कुत्रो 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 होइन। यो चाहिँ मैले किन लिएको भने आज मलाई चटपटे खानु मन लागेको छ नि त। अनि चटपटेमा चाहिँ म धेरै चिज त सक्दिनँ। यो अनि यो ग्रिन मटर, अन्त त्यसको बादमा वाइ अनि त्यसमा अनि पिनट हुनुपर्छ। तर मैले पिनट चाहिँ भेटिनँ कि सानोबाट। अनि मसँग अस्ति मैले लिएको त्यो काँचवाला छ, त्यसलाई नै फ्राई गरेर म गर्छु भनेर अनि मैले यति लिएँ। अनि अन्त साथीहरू मैले सामान पनि देखाइसकेँ। अनि मेरो आजको प्लान नै बनिसक्यो मैले। आजको मेरो प्लान चाहिँ हो चटपटे बनाएर खाने। धेरै दिन भयो नखाएको, धेरैभन्दा पनि धेरै नै भयो चटपटे बनाएर नखाएको। गिलो चटपटे पनि मैले बनाएर खाएको थिएँ, मलाई मनपर्छ। तर अब आज हेर्छु फुको बनाउँछु कि या गिलो बनाउँछु आज चटपटे। तर अहिले पुरै अल्छी लागिसक्यो, काम दह्रो छ आज, धेरै छ मेरो काम। ल त साथीहरू, आजको भिडियोमा चाहिँ यति नै हो। अनि मेरो भिडियो हेरेर कस्तो लाग्छ हजुरहरूले कमेन्ट गरेर भन्नु होला मलाई। अन्त म चाहिँ सुरु भिडियो बनाएको, अनि मलाई क्यामेराको अगाडि खासै बोल्नु पनि आउँदैन। त्यही पनि हजुरहरूले हेरिदिनु होला अनि सपोर्ट गरिदिनु होला, किनभने हजुरहरूको सपोर्टको जरुरत छ मलाई। अन्त अब भोलि भेटौँला। बाई बाई, आफ्नो ख्याल राख्नु।